Hi guys, welcome back to after long time my YouTube channel. I hope तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु र म चाहिँ नि मेरो 2 महिनाको छुट्टीमा चाहिँ नि म क्यापिटल सिटी एथेन्स गएको थियो। त्यहाँ म धेरै दिन बसिन। जम्मा 3 दिन बस्यो। त्यहाँदेखि म गाउँतिर गए एग्रिकल्चरमा काम गर्नलाई स्ट्रबेरीमा। अनि यतिखेर चाहिँ नि स्ट्रबेरी खासै सिजनै सुरु भएको थिएन। हप्तामा त्यस्तै एकचोटि दुईचोटि मात्र टिप्थ्यो नपाकेर। त्यो बेला चाहिँ एकदमै धेरै पानी पर्ने र जाडो मौसम पनि थियो। जाडो पनि यति जाडो कि गाउँमा चाहिँ नि ओ माई गॉड तातो पानी आउँदैन एक त नुहाउनलाई। अनि बिहानै 7:30 बजे काममा पुग्नुपर्ने अनि 6 बजे उठेर रेडी हुनुपर्ने। यति धेरै जाडो पानी पर्दा झनै बेसरी चिसो। अनि यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले स्ट्रबेरी पनि खासै राम्रोसँग पाकेकै छैन। कता कता अलिअलि एउटा दुईटा मात्र पाकिरहेको थियो। त्यही भएर हाम्रो काम चाहिँ नि जम्मा 2 दिन मात्र हुन्थ्यो बारीमा। त्यसपछि बाँकीको काम चाहिँ 5 दिन चाहिँ हाम्रो फ्याक्ट्रीमै हुन्थ्यो। फ्याक्ट्रीमा चाहिँ काम के कस्तो हुन्छ, बारीमा जस्तै गाह्रो हुन्छ कि सजिलो हुन्छ त्यो म अर्को भिडियोमा देखाउने छु हजुरहरूलाई। अनि यसरी 7-8 घन्टा दिनभरि यसरी निहुरेर टिप्दाखेरि चाहिँ यति ढाड दुख्छ। यदि तपाईहरुको पनि ढाड दुख्ने समस्या, ढाडको केही प्रब्लम छ भने चाहिँ यसरी स्ट्रबेरीको काम नगर्दा नै राम्रो हुन्छ। यस्तो हामीलाई यस्तो नर्मल मान्छेलाई त यति गाह्रो हुन्छ यो 7-8 घन्टा यसरी निहुरेर टिप्दाखेरि हैन। अनि यो ढाडको प्रब्लम हुने मान्छेहरूलाई त झनै नै गाह्रो हुन्छ। त्यही भएर सकेसम्म यो ढाडको प्रब्लम हुने मान्छेहरू चाहिँ स्ट्रबेरीको काम नगर्नु होला यसरी फर्ममा चाहिँ नि। अनि कुनै बेलामा चाहिँ नि हामी फर्ममै पुग्दा पनि यति जोडले पानी पर्छ। अनि पानी परेपछि चाहिँ साह्रै बिजोग हुन्छ फेरि यो टिप्नलाई चाहिँ। हाम्रो घुँडासम्म आउने बुटलाई पनि कुनै बेला त्यो बुट छोपेर पनि भित्र छिरेर मोजा सबै भिज्छ। यसरी हेर्नु न पुरै पानी पानी छ। अनि अहिले चाहिँ भने स्ट्रबेरीको फुल मजाले झगमक्क आइसकेको छ। स्ट्रबेरी भने हल्का हल्का मात्र पाकिरहेछ। तर अहिले चाहिँ नि भने यो स्ट्रबेरीको सिजन चाहिँ नि मार्चको 1-2 देखि चाहिँ नि मजाले सिजन सुरु भइसक्यो। लगभग हप्तामा 3-4 चोटि नै टिप्नुपर्ने अवस्था आइसकेको छ। आजभोलि अहिलेसम्म चाहिँ नि ठिकै छ कि वेदर पनि मतलब बिहान बेलुका हल्का चिसो अनि दिउँसोतिर ठिक्क अब 11-12तिर घाम चर्को लाग्यो भने त गर्मी नै हुन्छ टनेलभित्र त अब यो प्लास्टिकको बाफले गर्दाखेरि पनि हैन। अब यो मार्च लागेदेखि मार्च अप्रिलतिर त झन् ओ माई गॉड बस्नै नसक्ने गर्मी हुन्छ रे के। यहाँ चाहिँ नि एकदमै धेरै त्यस्तो डेन्जर गर्मी हुन्छ रे के मान्छे नै डल्ला जस्तो। अनि यसरी एउटा फर्मभित्र चाहिँ नि 5 जना 6 जनासम्म बसेर टिप्न मिल्छ। साथीभाइहरू मिल्ने आफ्नो साथीभाइहरू छ भने त रमाइलो पनि हुन्छ यो काममा चाहिँ नि हैन। गफ गर्दै रमाइलो गर्दै हाँस्दै टिप्दा पनि दिन बितेको थाहा हुँदैन। अनि यहाँ चाहिँ यस्तो अब कुनै बाटो हिँड्ने बाटो अब ड्याङमा चाहिँ नि कुनैमा चाहिँ एकदमै सानो खुट्टै मजाले चलाउन नसक्ने नै हुन्छ। त्यस्तोमा चाहिँ एकदमै गाह्रो हुन्छ र कुनैमा चाहिँ ठुलो अलिकति अग्लो पनि हुन्छ। त्यस्तोमा चाहिँ नि ढाड दुख्दैन। ठुलो बाटो अनि अलि अग्लो ड्याङहरू भयो भने चाहिँ हामीलाई काम गर्नलाई एकदमै सजिलो हुन्छ कि यताउति चल्नलाई। अलिकति होच्चो अनि सानो भयो भने चाहिँ हामीलाई एकदमै गाह्रो हुन्छ। हिँड्नलाई पनि टिप्नलाई पनि ढाड दुख्छ, धेरै निहुरिनुपर्छ नि त। अनि यो भिडियो चाहिँ मैले 1 महिना अगाडि नै बनाएको हो। किनभने म चाहिँ अहिले यता आइसकेको छु मेरो पहिलाकै काममा सेन्ट्रोनी आइल्यान्डमा आइसकेको छु। यो चाहिँ 1 महिना अगाडिकै हो। त्यतिखेर खासै राम्रो पाकेको थिएन। अहिले भने मजाले पाकिसकेको छ, सिजन सुरु भइसकेको छ। त्यहाँ चाहिँ नि त्यतिखेर भिडियो अब बोलेर नै मजाले भिडियो बनाएर हिँड्ने सिचुएसनै थिएन के। किनभने त्यहाँ चाहिँ त्यहाँको यहाँको ग्रिकी साउसाउनी नै आएर दिनभरि काम नसकिन्जेलसम्म यताउति हिँडिरहन्थ्यो कि बाहिरतिर। त्यही भएर देख्यो भने गाली गरिहाल्छ भनेर मैले चाहिँ नबोलिकन भिडियोहरू छोटो छोटो बनाएर राखेको थिएँ कि। यस्तै छ गाइजहरू यहाँको काम चाहिँ नि। हामी चाहिँ अब 9 महिना 9.5 महिना चाहिँ नि आइल्यान्डमा गर्छौँ। त्यसपछि बाँकी अब 2-2.5 महिना चाहिँ नि एथेन्समा गएर बस्दा नि हुन्छ। एथेन्समा गएर बस्यो भने चाहिँ नि अब खर्च हुन्छ हैन। हाम्रो त्यो आइल्यान्डमा कमाएको पैसाहरू नै झिक्दै खाँदै पर्ने अवस्था हुन्छ। त्यही भएर बरु गाउँतिर गएर एग्रिकल्चरमै यसो काम नभए पनि अलिअलि हप्तामा 2-3 चोटि मात्र काम भयो भने नि आफूले खान लाउन खर्च मजाले पुग्छ। हाम्रो आइल्यान्डमा कमाएको पैसा त सेभ हुन्छ नि त। त्यही भएर म चाहिँ नि यो पालि गाउँतिर गएको थिएँ स्ट्रबेरी टिप्नलाई। ओके गाइज अब हामी नेक्स्ट भिडियोमा चाँडै नै भेटौँला। अघि मैले भनेको फ्याक्ट्रीमा चाहिँ के कस्तो काम हुन्छ, सजिलो गाह्रो फर्ममा जस्तै हुन्छ कि के भन्ने चाहिँ म
अर्को भिडियो चाँडै नै लिएर आउनेछु। यो भिडियोलाई पनि स्किप नगरिकन राम्रोसँग हेरिदिनु होला र के कस्तो लाग्छ हजुरहरूलाई लाइक कमेन्ट पनि गरिदिनु होला। यदि नयाँ सदस्यहरूले हेर्दै हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला। अहिलेको लागि यति नै। थ्याङ्क यू सो मच। बाई बाई।